सबैजनालाई नमस्कार र स्वागत छ हाम्रो कार्यक्रम च्याट विथ इन्टरप्रेनर्समा। सो आज मैले यो कार्यक्रम सुरुवात गर्नुको रिजन भनेको चाहिँ आज धेरैजना युवाहरू हुनुहुन्छ जो चाहिँ इन्टरप्रेनरसिप जोड्नेमा चाहिँ लागि परिरहनु भएको छ। सो उहाँहरूलाई चाहिँ अघि बढ्दै गर्दाखेरि कति च्यालेन्जहरू आउँछ, कति प्रब्लमहरू आउँछ। सो त्यो प्रब्लमलाई कसरी फेस गर्ने, त्यो च्यालेन्जलाई कसरी फेस गर्ने सम्बन्धमा त्यो चिजहरूलाई कसरी हामीले ट्याकल गर्न सकिन्छ भन्ने कुरालाई हामीले फेस गर्नको लागि मैले चाहिँ यो कार्यक्रमलाई चाहिँ सुरुवात गरेको थिएँ। र यो कार्यक्रम सुरुवात गर्दै गर्दाखेरि र स्पेसली मैले सबैभन्दा पहिला चाहिँ हाम्रो वान अफ द गेस्ट र मेरो पर्सनल मेन्टर जसले चाहिँ मैले आज यो स्टेजमा मैले निमन्त्रणा दिएको थिएँ र उहाँले स्वीकार्नु पनि भयो र त्यसको लागि म एकदमै कृतज्ञ छु। सो साथसाथै अब मैले यो भर्खरै च्यानल चाहिँ सुरुवात गरेको छु। सो गर्दै जाँदा बोल्दै जाँदा कता कतै अलिकति मिस्टेक पनि हुनसक्छ। सो त्यसको लागि म एकदमै क्षमा माग्न चाहन्छु। सो र आशा छ मलाई सबैजनाले चाहिँ मलाई साथ सपोर्ट दिनुहुनेछ आउने दिनहरूमा पनि। सो यति भन्दै म आजको कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु। सो आज हामी माझमा एकजना यस्तो लिडर आउनुभएको छ जसले चाहिँ आज डाइरेक्ट सेलिङमा लगभग 6 वर्ष भइसकेको छ उहाँको यो यात्रा। र आज उहाँले डाइरेक्ट सेलिङ बिजनेस साथसाथै एउटा इन्टरप्रेनरसिपमा धेरै नलेजदेखि लिएर एचिभमेन्ट, एउटा थुप्रैजनाको इन्सपिरेसन साथसाथै थुप्रै देश विदेश पनि घुमिसक्नु भएको छ। र आज उहाँ चाहिँ एउटा डाइरेक्ट सेलर लिडर मात्रै नभएर फाउन्डर अफ युबिआई इन्टरप्रेनर्सको एउटा संस्थापक पनि हुनुहुन्छ। सो म उहाँलाई वेलकम गर्न चाहन्छु। सो ग्रेट लिडर, आवर मेन्टर, इन्सपिरेसन मिलन श्रेष्ठ सर, सो हामी माझमा हुनुहुन्छ। सो स्वागत गर्न चाहन्छु हजुरलाई मिलन। हुन्छ, थ्याङ्क यू सो मच राजेश सर, धेरै धेरै धन्यवाद तपाईँको मलाई यो च्याट विथ एन्टरप्रेनर्सको पहिलो गेस्ट बनाइदिनु भएकोमा एकदमै खुसी छु। तपाईँको यो सपना जुन थियो एन्टरप्रेनर्सहरूलाई चाहिँ तपाईँको यो युट्युब च्यानलमा धेरैजना भ्युवर्सलाई, तपाईँको सब्सक्राइबर्सलाई जुन तपाईँले नलेज दिनु खोज्दै हुन्छ, जुन एउटा माइन्डसेट, एउटा भिजन दिनु खोज्दै हुन्छ, जुन एउटा इन्भाइरोमेन्ट र प्लेटफर्म क्रिएट गरिदिनु भएको छ, यो नेपालमा धेरै कमले छैन म भन्दिनँ, तर धेरै कमले यस्तो खालको च्यानलहरू सुरु गर्नुभएको छ। त्यसमध्येमा तपाईँ 1% क्लबमा आइसक्नु भएको छ। तपाईँलाई बधाई दिँदै मैले गर्न सक्ने साथ सपोर्ट तपाईँलाई अवश्य पनि दिनेछु। र सँगसँगै मलाई विश्वास छ यो भ्युवर्सहरूलाई पक्कै पनि यो भिडियोको माध्यमबाट धेरै नै कुछ मिल्नेवाला छ जस्तो लाग्छ मलाई चाहिँ। थ्याङ्क यू सो मच सर हजुरलाई। र मेरो निमन्त्रणा हजुरले स्वीकारिदिनु भयो, त्यसको लागि म एकदमै कृतज्ञ छु। र मैले यो सुरुवात गर्दै गर्दाखेरि सबैभन्दा पहिला चाहिँ हजुरलाई नै किन मैले वेलकम गर्न चाहेँ भन्दा तपाईँबाट म धेरै नै इन्सपायर पनि हुन्छु र साथसाथै धेरै कुराहरू तपाईँबाट सिकेको छु मैले, र एकदम साथ सपोर्ट मैले पाएँ डाइरेक्ट सेलिङ बिजनेसमा। सो मेरो सपना पनि थियो मेरो यो च्याट विथ इन्टरप्रेनर्समा सबैभन्दा पहिला चाहिँ हजुरलाई चाहिँ वेलकम गर्ने, स्वागत गर्ने, र त्यो मेरो पहिलो सपना पुरा भएको छ। र आशा छ आउने दिनमा पनि मेरो अरू सपना पनि पुरा हुनेछ भन्ने मलाई विश्वास छ। र साथसाथै भ्युअरहरूले पनि साथ सपोर्ट पक्कै पनि दिनुहुन्छ भन्ने मलाई आशा छ। सो यति भन्दै सर हामी सेसनलाई अगाडि बढाउँछौँ है। सो आज हजुरले लगभग डाइरेक्ट सेलिङ बिजनेस गरेको लगभग 6 वर्ष प्लस भइसकेको छ होइन। सो हजुरको चाहिँ थोरै अलिकति जोड्ने, लाइफको जोड्नीको बारेमा थोरै जान्न चाहन्छु होइन। यहाँ डाइरेक्ट सेलिङ बिजनेस हजुरले स्टार्ट गर्नुभन्दा पहिला हजुरको एउटा माइन्डसेट कस्तो थियो, हजुरको एउटा पास्टको जोर्नीहरू थोरै म लगायत हाम्रो भ्युअर्सहरूलाई पनि थोरै हजुरले बताउनु भयो भने एकदमै राम्रो हुनेछ अथवा खुसी मिल्नेछ भनौँ न। एनिवेज तपाईँलाई कतिवटा कुरा त थाहा छँदैछ, त्यही पनि यो पहिलो पोडकास्टमा धेरैजना भ्युअर्सहरूलाई यो भन्न जाँदैछु होइन। कतिजनालाई त अलरेडी थाहा पनि होला, त्यही पनि म के भन्न चाहन्छु भन्दा म डाइरेक्ट सेलिङ इन्डस्ट्रीमा इन्गेज भएको 6 वर्ष भयो। मैले 17 वर्षको हुँदाखेरि मैले अपर्च्युनिटी पाएको थिएँ। जस्ट 18 इयर्सको भनौँ न मुखमै थिएँ क्या म है। 17 वर्षको पुच्छरमा 18 इयर्सको मुखमै थियो भनौँ न। जस्ट 10-15 दिनभित्र मेरो बर्थडे पनि थियो। त्यो समयमा मलाई एकजना स्ट्रेन्जर होइन, एकजना फेसबुकको फ्रेन्ड्सले मलाई इन्भाइट गर्नुभयो, यो बिजनेस अपर्च्युनिटीको विषयमा मलाई भन्नुभएको थियो। त्यो भन्दा अगाडि मैले भनौँ न नेपालमा बसेर केही हुँदैन जस्तो मलाई पनि लाग्थ्यो, तर एक किसिमले बिजनेस गर्ने पनि सोच्थेँ, तर एउटा के गर्ने त एक्ज्याक्टली भनौँ न एउटा रियल गोलै थिएन क्या। के गर्छु भन्ने अलिकति एउटा माइन्डसेट थियो, तर ठुलै बहुत कुछ गर्छु भन्ने त्यो खालको पनि थिएन। मलाई बच्चैदेखि जिन्दगीमा मलाई यति चाहिँ लाग्थ्यो कि लाइफमा केही गर्नु पर्छ जस्तो लाग्थ्यो, तर जुन एउटा इन्भाइरोमेन्ट थियो, जुन एउटा एज हुँदो रहेछ नि,
त्यो एजमा चाहिँ फ्रस्ट्रेसन होइन, अनि एन्जाइटी टाइपको, अनि घर परिवारदेखि टाढो बस्नु मन लाग्ने, लाइफमा म किन जन्मे जस्तो लाग्ने, त्यस्तो खालको पनि एक किसिमको थियो क्या कुनै समयमा। अनि त्यही टाइममा चाहिँ मैले अपर्च्युनिटी पाउँदै गर्दा मैले राइट टाइममा होइन, राइट प्लेटफर्म र राइट व्यक्तिसँग चाहिँ मैले मेरो फ्युचर बनाउन मौका पाएँ होइन। यसरी म इन्गेज हुँदै गएँ र जब मैले डाइरेक्ट सेलिङ मैले बुझ्दै गएँ, अझै मैले बुझ्दै गएँ, स्टडी गर्दै गएँ, युट्युबमा विभिन्न युट्युबरहरू जसले राम्रो भिडियोजहरू बनाउनुहुन्थ्यो उहाँहरूको विषयमा जब मैले हेर्दै गएँ, तब मैले अझै डाइरेक्ट सेलिङ बुझ्दै गर्दाखेरि चाहिँ मैले यहाँ मेरो मात्र फ्युचर होइन, हजारौँजना लाखौँजनाको फ्युचर देखेको कारणले गर्दै गर्दा मैले एउटा अठुट डिसिजन लिएँ। जुन डिसिजन त्यो समय मलाई एकदम गाह्रो भए पनि मैले डिसिजन लिएर सुरु गर्दै गर्दा आज 6 वर्ष बितिसकेछ होइन। अनि एकदमै खुसी छु मैले त्यो टाइमको एउटा सानो डिसिजन लिएको कारणले गर्दा आज मेरो लाइफमा ठुलो ट्रान्सफर्मेसन आएको छ। अनि मेरो मात्र होइन, भनौँ न धेरैजना युथहरूको लाइफमा ट्रान्सफर्मेसन आएको म महसुस गर्दैछु। सो यही मेरो एउटा जोर्नीको एउटा सर्ट एउटा यात्रा थियो सर है। हुन्छ मिलन सर है। अनि मैले थोरै मेरो केही कुराहरू हजुरलाई बताउन चाहेँ। मैले चाहिँ यो च्यानल खोल्नुको चाहिँ मेन रिजन चाहिँ के हो भन्दा मैले लगभग नेपालमा एउटा अब्जर्भेसन मैले गरेँ होइन। सो डाइरेक्ट सेलिङ बिजनेसलाई लिएर अब नेगेटिभिटीदेखि लिएर एउटा फेलियरदेखि लिएर एउटा मान्छेलाई भनौँ न नेगेटिभ कुराहरू जुन अब डाइरेक्ट सेलिङलाई लिएर फ्लो भइरहेको छ। सो त्यो हुँदै गर्दाखेरि अब मैले चाहिँ यो च्यानलको माध्यमबाट डाइरेक्ट सेलिङ बिजनेसमा सफल भएको लिडरलाई चाहिँ अब निमन्त्रणा दिएर उहाँहरूको चाहिँ अब राय के छ, उहाँको दृष्टिकोण के छ, किन आज मार्केटमा यो कुराहरू छ भनेर यो एउटा सही इन्फर्मेसन दिनको लागि चाहिँ र साथसाथै जति पनि हाम्रो इन्टरप्रेनर्सहरू हुनुहुन्छ उहाँलाई पनि एउटा सही डिरेक्सन र एउटा सही गाइडेन्सको जरुरत पनि छ। सो त्यो कारणले गर्दा मैले चाहिँ यो च्याट विथ इन्टरप्रेनर्सको जुन जोर्नी छ यसलाई चाहिँ मैले सुरुवात गरेको हो। ठिक छ, सो हामी अगाडि बढ्छौँ होइन। सो हजुरले डाइरेक्ट सेलिङ बिजनेस त सुरुवात गर्नुभयो होइन। सो डाइरेक्ट सेलिङ बिजनेस हजुरले सुरुवात गर्नुको चाहिँ मेन रिजन चाहिँ के छ हजुरको, जान्न सक्छु सर? मैले नि डाइरेक्ट सेलिङ इन्डस्ट्रीमा जब म आएँ, मैले यो इन्डस्ट्रीको बारेमा कहिले सुनेको थिइनँ, यो प्लेटफर्म चाहिँ कहिले मैले बुझेको थिइनँ, थाहै थिएन भनौँ न। एउटा यस्तो पनि ठाउँ हुन्छ भन्ने कुरा त मैले इन्डस्ट्रीमा आइकन मात्र मैले फिल गरेको कुरा, थाहा पाएको कुरा। अझै पनि कतिजना भ्युवर्सलाई त डाइरेक्ट सेलिङ बिजनेस के हो डेप्थली यसको विषयमा थाहै पनि छैन होला होइन। म यो इन्डस्ट्रीमा आउँदै गर्दा मैले सबैभन्दा फर्स्टमा पाएको कुरा चाहिँ यहाँको कल्चर, जुन यहाँको रेस्पेक्ट छ होइन। मैले त्यो एजमा 17 वर्षको उमेरमा हुँदै गर्दा होइन, मलाई कसैले सर भन्दै गर्दा जुन त्यो एउटा केयर थियो, जुन एउटा मेरो ड्रिमको बारेमा उहाँले क्वेसन गर्ने तरिका थियो होइन। अनि ड्रिम सोध्दै गर्दाखेरि त्यो टाइममा मेरो के भन्नु जस्तो हुन्थ्यो क्या। तर जब ड्रिम हुनुपर्छ, त्यो मेरो रियल गोल हुनुपर्छ, टार्गेट बनाउनु पर्छ भन्ने कुरा बुझ्दै गर्दाखेरि चाहिँ मलाई एक किसिम झसङ्ग लाग्ने क्या। अनि कतिवटा क्वेसन उहाँले यस्तो सोध्नु भयो त्यो जुन क्वेसनले चाहिँ मेरो भनौँ न वाइ क्लियर हुँदै गयो, मेरो माइन्ड क्लियर हुँदै गयो है। अनि यो डाइरेक्ट सेलिङलाई मैले चुज किन गरेँ भन्दाखेरि चाहिँ मैले यहाँबाट भनौँ न एउटा बेग्लै खालको एउटा इन्भाइरोमेन्ट पाएँ, जुन इन्भाइरोमेन्टले चाहिँ मेरो माइन्डलाई त्यो टाइममा चाहिँ मलाई लाग्छ कि यही मात्र यस्तो प्लेटफर्म जुनले मेरो सपना पुरा गर्न सक्छ। मलाई चाहिँ बच्चैदेखि नि के लाग्थ्यो भन्दा चाहिँ जिन्दगीबाट ट्राभलिङ गरिराख्ने मौका पाइयोस्, फ्यामिलीलाई टाइम स्पेन्ड गर्ने मौका पनि पाइयोस् होइन। त्यति मात्रै होइन, एउटा राम्रो अर्निङ पनि होस् क्या। अनि यो चाहिँ मैले विदेश गएर मात्र पोसिबल हुन्छ सोच्दै गर्दाखेरि चाहिँ अनि यो पनि एउटा प्लेटफर्म रहेछ भन्ने चाहिँ मलाई लागेको थियो। त्यही भएर मैले डाइरेक्ट सेलिङ सुरुवात गरेँ। अनि यसको सुरुवात गर्नु पनि धेरैवटा रिजन छ, तर यति हो यहाँबाट मैले जुन रेस्पेक्ट पाएँ, यहाँबाट जुन मैले एउटा सिस्टमको भ्यालु बुझेँ, जुन मैले बिजनेसको मैले कम्पाउन्डिङ मैले जुन डाइरेक्ट सेलिङको मैले स्कोप देखेँ, जुन यसमा नेपालमा आउन आँटेको फ्युचरिस्टिक जुन स्कोप देखेँ नि, त्यो बेनिफिट स्कोप सबै देख्दै गर्दाखेरि चाहिँ त्यही टाइम चाहिँ मेरो लागि राइट टाइम हुनसक्छ है। मैले लिँदैमा के भयो त, गर्दै पछि बा के त सक्सेस भयो भने त बहुत कुछ हुन्छ भन्ने कुराले गर्दाखेरि मैले डाइरेक्ट सेलिङको जोर्नी सुरु गरेको छ। हुन्छ, खुसी लाग्यो यो कुरा सुन्दै गर्दाखेरि होइन। अनि अर्को कुरा गर्नुपर्दा अब हजुरले जब डाइरेक्ट सेलिङको यात्रा सुरुवात गर्नुभयो, सुरुवात गर्दै गर्दाखेरि हजुरलाई स्टार्टिङमा भनौँ न के कस्तो च्यालेन्जहरू आएको थियो, अनि त्यो च्यालेन्जलाई चाहिँ हजुरले कसरी फेस गर्नुभयो, कसरी पार गर्नुभयो थोरै? अब पहिलो कुरा नि राजेश सर, यो चाहिँ कस्तो खालको प्लेटफर्म हो भन्दा हाम्रो लागि बाटै अलग हो होइन। धेरैजनाले नबुझेको नसुनेको ठाउँ हो, यो एउटा इन्डस्ट्री नै अलग्गै पाटो छ। त्यसले गर्दा मान्छेले यसलाई सजिलोसँगले बुझिदिएको थिएन
इभन हामीले बुझेको थिएन, यसमा धेरै नै च्यालेन्जेस थियो। जुन च्यालेन्जेसलाई मैले फेस गरेर नै ममा चेन्जेस आएको होइन। पहिलो च्यालेन्जेस भनेको फ्यामिलीबाटै आउँछ अभियसली पनि, किन भन्दा अलरेडी हाम्रो फ्यामिलीसँग ब्याड एक्सपिरियन्स हुन्छ। कतिजनाले अब यस्तो ठाउँमा के गर्ने, यसमा फ्युचर छैन भनेर भनिदिने। त्यो टाइममा मैले जब स्टार्टिङ गर्ने टाइम थियो, त्यो टाइममा बुझ्दै गर्दाखेरि साँच्चै नै भन्यो भने नेपालमा यसको एक्चुअलमा रुल्स एन्ड रेगुलेसन पनि थिएन क्या, यसको नर्म्सहरू केही पनि थिएन क्या। जुनले गर्दा तेरो कम्पनी नेपालमा कहाँ दर्ता छ भन्ने यस्तो आफ्नै फ्यामिलीबाट क्वेसन मार्क आउँदै गर्दा त्यो च्यालेन्जेस, फ्यामिलीले नै हुँदैन भनेर भन्दै गर्दा त्यो च्यालेन्जेस अभियसली पनि छ। त्यति मात्र होइन, जो मिल्ने साथीहरू छ उनीहरूलाई एउटा विश्वासले भनिएको हुन्छ क्या होइन, यसले त गरिहाल्छ नि लाग्छ नि त, यसले मलाई बुझ्छ, यसले मलाई साथ दिन्छ जस्तो लाग्छ। तर त्यो साथीहरूले पनि भनिदिने तेरो राम्रो भएपछि आउँछु भनिदिने होइन। अब जो साथीसँगै मिलेर मलाई जिन्दगीमा अघि बढ्नु थियो, जो साथीसँगै मलाई जिन्दगीमा सफलता पाउनु थियो, त्यो साथीहरूले पनि मलाई अब यो कुराहरू भन्दै गर्दा सायद उनीहरूले मलाई डाइरेक्टली इग्नोर गर्नु खोजेको होइन, उहाँहरूले यसको स्कोप नबुझेर पनि हो। किनकि त्यो टाइममा मेरो जति पनि साथी थियो हरेकको माइन्डमा विदेशैमा थियो, इभन मेरो पनि विदेशको लागि थियो, मैले पनि आइल्स गरेर बसेको थिएँ। त्यो कारणले गर्दाखेरि साथीहरूलाई बुझाउनै गाह्रो। तीमाथि म क्लासको सबैभन्दा सानो, हाइटमा, एजमा, वेटमा, वाट एभरमा क्या। अनि मैले मेरो साथीहरूलाई भन्दै गर्दाखेरि पनि कतिले विश्वासै नगर्ने पनि होइन। अब अर्को च्यालेन्जेस भनेको फाइनेन्सियल च्यालेन्जेस एकदमै ज्यादा हुन्छ, किनकि यो बिजनेस एकैचोटि ह्युज एमाउन्टले गरिने बिजनेस पनि होइन, ब्याकअप राखेर गरिने बिजनेस पनि होइन। हामीसँग पहिलो कुरा ब्याकअप भन्ने कुरा माइन्डसेटमा थिएन पनि। अनि यो इन्डस्ट्रीमा आउँदै गर्दाखेरि त्यो टाइममा त्यति धेरै एचिभर्स हुनुहुन्थ्यो थियो, जसले गर्दा हामीले उहाँलाई विश्वास गर्ने पात्र पनि थिएन क्या। थोरै केही एक दुईजनाको उदाहरण सुनिन्थ्यो अनि उहाँहरूको भरमा हामीले विश्वास गरेर अघि बढिन्थ्यो। अनि यो च्यालेन्जेस त कति छ, कति जस्तै फ्यामिली, फ्रेन्ड्स, फाइनेन्सियल, यो 3F च्यालेन्जेस सबैभन्दा मेन स्टार्टिङमा हामीले फेस गरिन्छ। अनि अर्को च्यालेन्जेस भनेको चाहिँ हामीले स्ट्रेन्जरसँग काम गर्नुपर्ने हुन्छ कहिलेकाहीँ स्टार्टिङको टाइममा। हामी ट्रेनिङको लागि कहिले कहाँ कुद्नुपर्ने हुन्थ्यो, किनकि सिनियरले जहाँ एरेन्ज गर्नुभयो हामी त्यहाँ जानुपर्ने थियो। तर त्यसको लागि फेरि पनि पैसाको च्यालेन्ज आइ नै हाल्छ क्या। अनि यो च्यालेन्जेसहरू चाहिँ सबैभन्दा मोस्ट भनौँ न च्यालेन्जेस मैले फेस गरेँ। अरू पनि बिचमा धेरै च्यालेन्जेस छ, तर यो 3F चाहिँ हरेक डाइरेक्सनले स्टार्टिङमा फेस गर्छ जस्तो लाग्छ मलाई चाहिँ। यो च्यालेन्जेसहरू फेस गरे जस अघि बढ्यो भनौँ न होइन। हजुर हजुर, ठिक छ। अनि मिलन सर, अब हजुरले यत्रो च्यालेन्जहरू फेस गर्नुभयो होइन। सो डाइरेक्ट सेलिङ बिजनेसबाटै आज हजुरले लगभग मैले हजुरको देखेँ धेरै कुराहरू मैले देख्दै गर्दाखेरि अब दुबई पनि डाइरेक्ट सेलिङ बिजनेसबाट घुमेर आउनुभयो, त्यसपछि सिङ्गापुर भनौँ, थाइल्यान्ड भनौँ, अब इन्डियाको धेरै ठाउँमा हजुरले घुम्नुभयो। अब नेपालको त अब कुरै नगरौँ होइन, नेपाल त लगभग हजुरले अल ओभर धेरै नै ठाउँ घुम्नु भएको छ होइन। सो अब डाइरेक्ट सेलिङ बिजनेसमा त अब हजुरको धेरैवटा नाम छ होइन, सोसियल मिडियामा पनि धेरै मान्छेले हजुरलाई फलो गर्नुहुन्छ, धेरैजनाले हजुरलाई इन्सपिरेसन मान्नुहुन्छ, मेन्टर मान्नुहुन्छ होइन। सो अब लट्स अफ एचिभमेन्ट छ, हजुरको आफ्नै कार पनि छ होइन सर है। सो त्यो कार पनि मैले देखेको छु, म आफै पनि चढेको छु। तर हजुरले अब यो डाइरेक्ट सेलिङ बिजनेसबाट अब देश विदेश घुम्नुभयो होइन, इन्डिया घुम्नुभयो, कति देशहरूमा जानुभयो। सो डाइरेक्ट सेलिङ बिजनेसबाट यत्रो यो एचिभमेन्ट गर्दाखेरि होइन, अरू व्यक्तिहरूले पनि जो इन्टरप्रेनर्सहरू हुनुहुन्छ, त्यो इन्टरप्रेनर्सहरूले चाहिँ डाइरेक्ट सेलिङ बिजनेसबाट चाहिँ यो चिजहरू एचिभ गर्न चाहिँ कतिको पोसिबिलिटी हजुरले देख्नुहुन्छ? सर यसमा नि म अन्ली भन्छु 1 देखि 10% मात्र पोसिबल छ सर। 90%ले बिचको त्यो जुन यात्रा हुन्छ नि, त्यो सङ्घर्षमा जुन एउटा स्ट्रगल हुन्छ, त्यो स्ट्रगलमा कतिले गिभ अप गर्नुहुन्छ कि केही राम्रो हुने बेलामा उहाँहरूले ट्याक्कै डाइरेक्सन फेरि चेन्ज गरिदिनुहुन्छ। कतिले गर्दाखेरि फेरि फ्यामिलीको कुरा या साथीभाइको कुरा सुनेर बिचमा ग्याप लिइदिनुहुन्छ होइन। बिचमा धेरैवटा कन्डिसन आउँछ, च्यालेन्जेस आउँछ, जुन टाइममा रेस्पोन्स लिनुपर्ने हुन्छ, जुन टाइममा एउटा एक्सन टेकर हुनुपर्ने हुन्छ, त्यो टाइममा 100% उहाँले नदिएर पनि होला होइन। किनकि जब भएको अब दिनको यही काम डेली हुन्छ भन्ने कुरा उसको माइन्डमा क्लियर हुन्छ कि उसको सिनियरले कि म्यानेजरले कि मालिकले उसलाई भनिदिइहालेको हुन्छ। सेल्फ इम्प्लोय भएको भए पनि कुनै दोकानमा उसलाई डेली केही न केही बेच्नुपर्छ थाहा हुन्छ। तर यो टोटली मैले अघि भने नयाँ बाटो भएको कारणले गर्दाखेरि एक्ज्याक्टली मैले आज के गर्ने भोलि के गर्ने कतिलाई थाहै हुँदैन क्या। अनि यसरी उनीहरूको कतिको महिनौ बित्छ, वर्ष बित्छ, अनि उनीहरूले रिजल्ट मात्रै हेर्छ क्या। अनि सुरुमा जसले रिजल्ट हेर्छ उसले बिचमै गिभअप गर्छ। तर जसले एउटा आफ्नो सङ्घर्ष, एउटा भिजन देखेर होइन, सङ्घर्षमा बिलिभ गरेर हरेक दिनको एउटा सानो चेन्जेसमा यदि खुसी हुन्छ नि, त्यो व्यक्तिले मात्र
यो सम्पूर्ण कुरा एचिभमेन्ट पाउँछ क्या। अनि एचिभमेन्ट पाउनको लागि चाहिँ मेन्टर हुनु जरुरी छ, मेन्टरले भनेको कुरा मान्न जरुरी छ। यहाँ एकदम डिसिप्लिन भएर काम गर्नुपर्छ क्या, होइन, सिक्नुपर्ने हुन्छ, लर्निङमा एकदम ज्यादा फोकस हुनुपर्छ। म पनि यो इन्डस्ट्रीमा अननोन थिएँ, मैले अघि पनि यो भिडियोमा भनिसकेँ, होइन। मैले यो इन्डस्ट्रीमा आइकन धेरै कुरा सिकेँ, युट्युबबाट पनि सिकेँ, बुक्सहरू पढेँ, मैले विभिन्न ट्रेनिङ सेमिनार जहाँ हुन्छ म त्यहाँ एटेन्ड गरेँ। कमाएको पैसा मैले म्याक्सिमम द ट्रेनिङ सेमिनारमा विभिन्न कोर्स लिएर पनि मैले एकदमै खर्च गरेँ, होइन। सो यो बिचको दौरानमा नि मलाई पनि कहिले लाग्छ कि हुन्छ र जस्तो लाग्ने, तर हुन्छ नि त हौ। ममा यो चेन्जेस आयो, मेरो भित्रको वाइ क्लियर भयो, होइन। मलाई लाइफमा पहिलोचोटि चाहिँ भित्रै मनबाट के गर्नु मन लागेको, यही इन्डस्ट्रीबाट 2-4वटा केही ट्रेनिङ लिएपछि हो क्या। भनिसकेपछि यो सबैजनाले सर हुँदैन, किनकि जसले बिलिभ गर्छ, चाहे यो मात्र इन्डस्ट्री होइन, कुनै पनि सेक्टरमा हुन चाहिँ अन्ली 10% मात्रै सक्सेस हुन्छ। यहाँ पनि सेम त्यही फर्मुला काम लाग्छ। तर यहाँ सुरुकै 1 इयरमा 90% को रिजल्ट आउँदै आउँदैन। 1 वर्ष, 3 वर्ष, 5 वर्ष, कसैलाई 7 वर्ष लाग्छ। तर त्यो हरेक दिनलाई उसले कसरी युटिलाइज गर्दैछ त, उसले के इन्टेन्सनले काम गर्दैछ त, उसको पर्पोज के हो त इन्डस्ट्रीमा आउनुमा, उसको वाइ क्लियर छ कि छैन त, उसको रिजन र भिजन चाहिँ क्लियर छ कि छैन त, होइन। उमा बिलिफ सिस्टम कतिको छ यो इन्डस्ट्रीमा, यो रिभोल्युसनमा, त्यसले एकदमै भर पर्छ सर यो एचिभमेन्टको लागि। किन भन्दा एचिभमेन्ट यदि सायद सबैले पाएको भए आज यो पोडकास्ट हामीले यसरी भनिराख्न जरुरी पनि थिएन, जुन अघि तपाईँले भन्दै हुन्थ्यो, होइन त। आज हर कोहीले डाइरेक्ट सेलिङ गर्थ्यो होला, तर आउनेवाला दिनमा अभियसली पनि गर्न सक्छन्। म्याक्सिममले, सबैले त भन्दिनँ, तर म्याक्सिममले डाइरेक्ट सेलिङको प्रोडक्टहरू युज गर्न सक्नुहुन्छ, म्याक्सिममले डाइरेक्ट सेलिङ इन्डस्ट्रीमा केही समय बिताउन सक्नुहुन्छ। सो म यति भन्न चाहन्छु सर, जुन तपाईँले सोध्नु भएको थियो, यो एचिभमेन्टको लागि लट्स अफ लर्निङ, डेडिकेसन, प्यासन्स, होइन, यो बेग्लै खालको आफूलाई एउटा परिवर्तन ल्याउनु पर्छ क्या, अनि मात्र सम्भव छ सर, है। अनि अब अर्को कुरा गर्नुपर्दा, अब हजुरले नेपालमा भनौँ न डाइरेक्ट सेलिङ बिजनेस हजुरले गरेर नेपालमा आज एउटा संस्था खोल्नु भएको छ, युबीवाई इन्टरप्रेनर्स प्राइभेट लिमिटेड, होइन। सो स्पेसली यो युथको लागि खोलिएको छ। सो यो चाहिँ, यो कन्सेप्ट चाहिँ हजुरलाई कहाँबाट आयो र यो संस्था चाहिँ हजुरले खोल्नुको चाहिँ रिजन के होला, म जान्न सक्छु? अथवा म मात्रै नभएर हाम्रो यहाँ भ्युवर्सहरू पनि हुनुहुन्छ है, उहाँहरूले थोरै हजुरले सेयर गरिदिनु भयो भने। सर यस्तो, युबीवाई खोल्ने चाहिँ सर एउटा भनौँ न एउटा इन्सिडेन्ट टाइपको पनि थियो, होइन। लकडाउनको टाइम हामीले खोलिएको। अब यो चाहिँ किन खोलियो भन्दाखेरि नि सर, म पहिलो कुरो म आफै युथ भएर पनि हो, जब मैले स्टार्टिङ गर्थेँ त्यो टाइममा म्याक्सिमम चाहिँ भनौँ न एजेड नै हुन्थ्यो, 30 इयर्स प्लस, 40 इयर्स प्लसकै हुन्थ्यो। अनि मैले जुन एउटा टिम क्रिएट गर्दै थिएँ, जुन एउटा एम्पायर खडा गर्दै थिएँ, मेरोमा चाहिँ फेरि म्याक्सिमम म जस्तै केटाकेटी मात्र हुन्थ्यो क्या, युथ हुन्थ्यो क्या। अनि लकडाउनमा मैले जति पनि भिडियोज हेरेँ, बुक्स पढेँ, मैले जति पनि टिमहरू सेटअप गर्दै थिएँ, त्यो म्याक्सिमम युथ हुन्थ्यो। अनि हाम्रो युथकै मात्र टिमहरू ज्यादा हुन्थ्यो क्या। अनि त्यो टाइममा नि सर मैले डाइरेक्ट सेलिङमा हेर्दै थिएँ, 90% पिपल फेल हुनुहुन्छ, या मतलब उहाँले फेल भन्दा पनि उहाँले बिजनेस छोड्नुहुन्छ, या मतलब इन्गेज हुनुहुन्न लङ टर्मसम्म, या उहाँहरू यो इन्डस्ट्रीको पार्टमा 90%मा छोडिनै हाल्नुहुन्छ क्या उहाँले। अनि त्यो चाहिँ किन रहेछ भन्दै गर्दा कमसेकम कतिले छोड्दै गर्दा पनि कतिले नेगेटिभ भन्नुहुन्थ्यो, होइन, यो इन्डस्ट्री त होइन भन्नुहुन्थ्यो, कतिले ठिकै पनि हो भन्नुहुन्थ्यो। तर मेरो इन्टेन्सन चाहिँ के थियो भन्दाखेरि चाहिँ, चाहे उहाँहरूले बिजनेस कन्टिन्यू गर्नुहोस्, चाहे बिचमा उहाँहरूले गिभअप गर्नुहोस्, कम्तीमा उहाँहरूले डाइरेक्ट सेलिङ इन्डस्ट्रीमा इन्गेज भइकन चाहिँ एउटा राइट माइन्डसेट पाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। हेल्थको विषयमा उहाँहरूले बुझ्नुपर्छ जस्तो लाग्छ। यो इन्डस्ट्रीमा आइकन उहाँहरूमा चेन्जेस आएको फिल गर्न चाहन्छु म आफै पनि, उहाँहरूमा पनि त्यो फिल होस् जस्तो लाग्छ मलाई। यो इन्डस्ट्रीले हरेक समय ग्रेटिट्युड सो गर्नुहोस् जस्तो लाग्छ मलाई। यो इन्डस्ट्रीमा बेग्लै खालको क्रान्ति ल्याउने मेरो सोच थियो क्या। अनि मैले युबीवाई चाहिँ किन खोलेको भन्दा चाहिँ यसको फुल फर्म सायद धेरैलाई थाहा पनि छ, कतिलाई थाहा छैन, म भन्न चाहन्छु फेरि पनि। युबीवाई भनेको चाहिँ युनिभर्सल भिजनरी युथ एन्टरप्रेन्योरसिप। अनि युनिभर्सल हामी ग्लोबली जान चाहन्छौँ। भिजनरी युथ भनेको चाहिँ युथहरूलाई एउटा भिजन दिन चाहन्छु, एन्टरप्रेन्योर सम्बन्धी, एउटा उद्यमी सम्बन्धी, होइन। हरेक युथले पनि अब हाम्रो माइन्डसेटमा के छ भन्दा चाहिँ बिजनेस भन्ने बित्तिकै, उद्यमी भन्ने बित्तिकै भुँडी भएको हुनुपर्छ, 40 वर्ष कटेको हुनुपर्छ, कपाल फुलेको हुनुपर्छ जस्तो लाग्छ नि त। तर युथले पनि एउटा बिजनेस स्टार्ट गर्नेको लागि एउटा अपर्च्युनिटी छ, प्लेटफर्म छ भन्नको लागि पनि खोलिएको। र हाम्रो जति पनि एउटा युबीआईको हरेक ठाउँमा ट्रेनिङ सेन्टर हुन्छ, यहाँ चाहिँ एउटा माइन्डसेट दिन्छौँ क्या, होइन। बिजनेसको स्कोप के हो त, किन बिजनेस गर्न जरुरी छ त, यसको फ्युचर पोटेन्सियल के छ त, यहाँ हाम्रो कस्तो लाइफ बेटर बनाउन सकिन्छ, सम्पूर्ण कुरा। र इभन हाम्रो यसको मिसन पनि के छ भन्दा चाहिँ युथहरूलाई चाहिँ कम्फर्ट जोनदेखि बाहिर निकाल्नु मन छ क्या। हामी म्याक्सिमम युथहरू डिपेन्डेन्ट छौँ क्या, कि त फ्यामिलीसँग,
कि त अलरेडी हाम्रो मम्मी बाबाले जे गर्नुभयो, दाइ दिदीले जे गर्नुभयो, अङ्कल आन्टीले जे गर्नुभयो, हामी पनि त्यही मात्र गर्न खोज्छौँ क्या। विदेश मात्र जान खोज्छौँ, सरकारी जागिर मात्रै होइन, या नर्मल नेपालमा जागिर या कुनै व्यवसाय सामान्य गर्न खोज्छौँ नि त। तर यो चाहिँ एउटा अलग्गै खालको एउटा क्रान्ति हो क्या, जहाँनिर हामीले उहाँलाई स्किल्स प्रोभाइड गरिन्छ, एकअर्कालाई सपोर्ट गरिन्छ, आफूले जानेको कुराहरूलाई सेयर गरिन्छ होइन, हेबिट्स डिसिप्लिनहरू कुरा सिकाइन्छ। यो कारणले गर्दाखेरि हामीले चाहिँ एउटा यो खोलिएको, अनि म एकदमै खुसी छु यो खोलिसकेपछि धेरैजना युथहरूमा चाहिँ एउटा यसको बेग्लै खालको एउटा भित्रबाट क्या सर होइन, एउटा एनर्जी आएको छ, एउटा बेग्लै आशा किरण एउटा पलाएको छ होइन। धेरैजना युथलाई लाइफमा अब चाहिँ म बिजनेस गर्नुपर्छ भन्ने पनि एउटा सोच आएको छ। त्यसले गर्दाखेरि पनि म एक्लैले खोलेको होइन, मलाई साथ दिने हुने धेरैजना हुनुहुन्छ होइन, इभन तपाईँहरूले पनि साथ दिइराख्नु भएको छ। त्यसै गरी हजारौँजनाको जुन विश्वास, साथ, जुन एउटा परिवर्तन आएको छ, त्यसले पनि हामीलाई अझ एउटा खुसी मिलेको छ जस्तो लाग्छ मलाई चाहिँ होइन। म आफै पनि एकदमै खुसी छु यो विषयमा। सो हरेकलाई म के भन्न चाहन्छु भन्दा, हामीसँगै जोडेर सहकारी भएर गर्नुपर्छ भन्ने छैन, तर हरेक युथले चाहिँ एउटा भिजन देख्न सक्छ, एउटा एन्टरप्रेन्योर सम्बन्धीको एउटा माइन्डसेट पाउनुपर्छ भनेर चाहिँ हामीले खोलेको यो चाहिँ है। एकदम थ्याङ्क यू सो मच है। हजुर अनि अब आज नेपालमा हेर्ने हो भने हजुर लगभग नेपालमा अब डाइरेक्ट सेलिङ बिजनेसलाई यदि हेर्ने हो भने नेपालमा अब कतिले राम्रो भन्छ, कतिले नराम्रो भन्छ होइन। जबकि अब डेभलपमेन्ट कन्ट्रीमा अब यो डाइरेक्ट सेलिङ बिजनेस त अमेरिकाबाट नै सुरुवात भएको थियो होइन, त्यहाँ अब राम्रैसँग नै चलिरहेको छ। तर आज नेपालमा धेरैजना मानिसहरूले भनौँ न अब यसलाई कतिले राम्रो भन्छन्, अब कतिले नराम्रो भन्छन्, अब कतिले फसाउने, डुबाउने, पैसा लगाउने, प्रोडक्ट किन्ने, बेच्ने होइन, त्यो चिजहरू छ होइन। सो यो चिजलाई चाहिँ हजुरको जुन दृष्टिकोण छ त्यो चाहिँ कस्तो छ, यसलाई चाहिँ हजुरले कसरी एक्सप्लेन गर्नुहुन्छ यसलाई चाहिँ? सर तपाईँको जुन यो क्वेसन छ नि, यो क्वेसन त एकदमै सिम्पल जस्तो लाग्छ मलाई किन भन्दाखेरि सर नेगेटिभ र पोजिटिभ जहीँ पनि हुन्छ, यो इन्डस्ट्री हुनु अभियसली एउटा ठिकै एउटा कुरा हो जस्तो लाग्छ मलाई होइन। अब यो इन्डस्ट्री जब नेपालमा अहिले भर्खर 5 वर्ष मात्र भयो होइन, यसको टर्म्स एन्ड कन्डिसन, रुल्स एन्ड रेगुलेसन भएको, इभन अमेरिकामा पनि 1970s 1980sमा हुन्छ नि, यसको पनि त्यति बेला एउटा एकदमै नेगेटिभ इमेज फैलिएको थियो क्या, यसको बारेमा धेरैजनाले कम्प्लेनहरू गर्नुभएको थियो। तर जब त्यो अदालतको प्रक्रियाबाट जब उहाँहरूले यसको बारेमा बुझाउनु भयो, प्लान सिस्टमदेखि लिएर यसको फ्युचर स्कोपदेखि लिएर यसको धेरैजनालाई एउटा हेल्प गरेको जुन माध्यमहरू बुझाउनु भयो, 5 वर्ष लाग्यो तर त्यो केस उहाँले जित्नुभयो। त्यसपछि सिस्टम, टर्म्स एन्ड कन्डिसन, रुल्स एन्ड रेगुलेसनहरू आउँदै गयो, त्यहाँदेखि क्रान्ति सुरु भयो क्या। अनि नेपालमा भर्खर एउटा सुरुवात हो। जस्तै म सुरुमा बाइक या साइकल या स्कुटरहरू सिक्दैछु भने म अभियसली पनि लडिन्छ होला क्या, अनि त्यही सुरुमा नेपालमा पनि पहिले एउटा ब्याड एक्सपिरियन्स थियो, त्यसले गर्दा पनि धेरैजनालाई त्यो भयो। इभन अहिले पनि कतिवटा कम्पनीजहरू छ, कतिजना लिडर्सहरू हुन्छ जसले गर्दै गर्दा गर्ने तरिका कहिले गलत हुन्छ, उसले कहिले काहीँ कोही होला चाहेर गलत गर्न खोजेको, तर म्याक्सिममले जानी नजानी पनि गलत गरिरहेको छ क्या, किनकि उसँग कहिले एउटा बाहिरबाट अनुभव आएको हुँदैन, यही इन्डस्ट्रीको अनुभव यहीँ आएर लिनुभएको हुन्छ क्या। त्यसले गर्दा पनि हो। दोस्रो कुरा नि सर, कुनै पनि चिज नयाँ मार्केटमा आयो भने सुरुमा त्यसलाई गलत प्रचारबाट नै उसको राम्रो प्रचार हुने हो क्या होइन। जस्तो उदाहरणको लागि हेरौँ न सर, आजभन्दा 15 वर्ष अगाडि 20 वर्ष अगाडि जब ग्यास आएको थियो नि सर, त्यति बेला धेरैजनाले ग्यासलाई पनि पड्किन्छ भन्ने डराएर कतिले जोड्नै भएन क्या। तर अहिले हेर्नुहुन्छ नि हरेक घरमा 2-3टा ग्यास छ नि त होइन र। इभन यो टिकटकहरू जब सुरुमा आएको थियो त्यति बेला पनि कतिले टिकटक यो त्यो भन्दै बिल्ला गर्दै बसेका, तर यही टिकटकबाट मान्छेले करोडौँ पैसा पनि कमाए क्या होइन र। हरेक चिजमा सर सुरुमा नकारात्मकबाटै सुरु हुन्छ, हरेक चिज छ, चाहे त खानेकुरा होस्, चाहे त कुनै खेल्ने कुरा होस्, चाहे त कुनै मोबाइलै किन नहोस्। आजभन्दा लगभग 10-15 वर्ष जब हामी सानोमा थियौँ, हामीले मोबाइल चलाउँदै गर्दा मोबाइल चलायो केटाकेटी बिग्रिन थाल्यो भन्थ्यो क्या। तर आज त्यही मोबाइल चलाउँदै गर्दा कतिजना मान्छे कहाँदेखि कहाँ धेरैवटा भनौँ एजुकेटेड हुन थालिसक्यो नि त। सो यो इन्डस्ट्रीलाई पनि कतिजना स्टार्टिङमा फेलियर भएको कारणले गर्दै गर्दा, गरेर छोडेको कारणले गर्दै गर्दा यसको नेगेटिभ छ स्टार्टिङमा, म मान्छु। नेगेटिभ पनि कतिलाई नहोला, कतिलाई पोजिटिभ नहोला, कतिलाई थाहै नहोला यो बाटो पनि, तर मलाई आशा छ यो यदि हामी सबैजना डाइरेक्ट सेलर भएर राम्रो तरिकाले, राम्रो कन्सेप्टमा होइन, कुनै पनि गलत प्रचार नगरिकन, कुनै पनि गलत इन्टेन्सन बेगर चाहिँ यदि हामीलाई सही तरिकाले काम गऱ्यौँ भने अबको 1-2 वर्षभित्रमै होइन यो डाइरेक्ट सेलिङको जुन एउटा इमेज बन्नेवाला छ, विशेष गरी नेपालमा सर सबैभन्दा ठुलो स्कोप छ सर, विदेशमा भन्दा पनि ठुलो स्कोप छ क्या। किनभने नि सर विदेशमा हरेक चिजको लागि काम गर्ने एउटा अवसर छ क्या, राम्रो स्यालेरी छ, राम्रो कमिसनको लागि पनि छ, र कुनै कुरा नयाँ चिज गर्नु खोज्यो भने गभर्मेन्टले भनौँ न होइन सपोर्ट गर्छ क्या। तर नेपालमा हुन्छ नि सर एकदमै कम छ सर,
जहाँनिर जबमा पनि एउटा भनौँ न चित्त बुझ्ने गरेको स्यालेरी छैन, नभए स्यालेरी पनि एकदम मिनिमम छ भनौँ। अर्को कुरा हेर्ने भने चाहिँ नेपालमा त्यति धेरै डेभलप पनि छैन होइन, जुन कारणले गर्दा धेरैजनाले रोजगार पनि पाएको छैन। अनि त्यति मात्र होइन, नेपालमा त्यो कुनै नयाँ चिज केही गर्छु भनौँ भने त्यसको स्कोप पनि त्यति धेरै छैन क्या। अनि यो एउटा इन्डस्ट्री जहाँनिर चाहिँ हामीले मिनिमम एमाउन्टबाट हामीले के प्रोडक्ट पर्चेस गर्दै गर्दा हामी हेल्थ पनि पाइन्छ, नलेज एजुकेसन पाइन्छ, सपोर्ट सिस्टम पाइन्छ, विशेष गरेर एउटा प्लेटफर्म पाइन्छ। अनि यसले गर्दै गर्दा आउनेवाला दिनमा जुन देशको सबैभन्दा ठुलो समस्या रोजगारको छ, जुन आर्थिक अवस्था छ, यो दुई चारवटा कुरामा एकदम परिवर्तन ल्याउनेवाला छ क्या। त्यसले गर्दै गर्दा सुरुमा नेगेटिभ भइहाल्दा पनि हामी आत्तिनुपर्ने कुरा केही पनि छैन। यसको फ्युचर स्कोप चाहिँ पोजिटिभ अवश्य पनि हुन्छ है त सर। 2025 देखिमा हेर्नु सर, ग्लोबली हेर्दै गर्दा यसको जुन टर्नओभर छ, जुन यसको कमिसन बाँडेको छ, एकदमै ह्युज हुनेवाला छ। लास्ट 2024 के हुन्छ नि सर, वर्ल्ड वाइडमा $300 बिलियन भन्दा पनि भनौँ न ज्यादा यसको टर्नओभर भयो क्या। इभन पुरै फिल्म इन्डस्ट्रीको पनि हेर्नुहुन्छ भने त्यत्रो टर्नओभर भएन, या इभन पुरै म्युजिक इन्डस्ट्रीको भने त्यत्रो ठुलो टर्नओभर भएन मलाई जसम्म लाग्छ होइन, जति ढाडे सिलिङको भयो क्या। अनि यो चाहिँ एउटा कम्पाउन्डिङ र ग्रोइङ एउटा कम्पनी पनि एउटा ग्रोइङ इन्डस्ट्री हो, जहाँनिर स्टार्टिङमा नेगेटिभ भयो भने पोजिटिभ अवश्य हुन्छ। अनि नेगेटिभ र पोजिटिभ सब संसारमा जहीँ पनि हुन्छ। भगवान्लाई त मान्छेले कतिले एक्सेप्ट गर्दैन सर। अब लु हिन्दू धर्मकै कुरा गर्ने भने त्यही पनि एउटै भगवान्लाई सबैले मान्दैनन् क्या सर होइन र। अब कतिले क्रिस्चियन भन्छ, कतिले बुद्धिज्म भन्छ। अब म धर्ममा जानु खोजेको होइन, तर जसले जुन धर्म मान्दै हुन्छ तर त्यही भित्र उहाँमा 100% बिलिभ छैन क्या, डाउट छ नि त। त्यही भएर पनि नेगेटिभ पोजिटिभ हुन्छ। अभियसली पनि हाम्रो काम नेगेटिभलाई पोजिटिभ बनाउने काम पनि हाम्रो काम हो। अनि यही काम गर्दै गर्दाखेरि हामी एउटा लिडरसिप राम्रो डेभलप गरिन्छ र एउटा ठुलो क्रान्ति यसरी नै आउने हो सर। एकदम खुसी लाग्यो सर है। ठिक छ सर, अब हामी अझै अगाडि बढ्छौँ। एकदम अब कुराहरू त धेरै नै छ हजुरसँग गर्नुपर्ने। सो अब अहिलेको जुन युथहरू हुनुहुन्छ 18 वर्षदेखि लिएर लगभग 24-25 वर्षको भनौँ न होइन, प्राय धेरैजनाले अब डाइरेक्ट सेलिङ बिजनेस सुरुवात त गर्नुहुन्छ। सायद एउटा एक्सपेक्टेसन लिएर पनि आउनुहुन्छ होला उहाँहरूले, तर त्यो भने जस्तो सोचे जस्तो अब 2 महिना 3 महिनामा अब त्यो भने जस्तो अब एउटा परिणाम नआइसकेपछि अब त्यो छोड्ने, फेरि अब ब्याक टु कम्फर्ट जोनमा जाने, अब फेरि विदेश जाने होइन, अनि त्यसपछि अब डाइरेक्ट सेलिङ नराम्रो भन्ने थोरै यो चिजहरू पनि देखिन्छ कि। सो आज एउटा युथहरूमा चाहिँ एउटा धैर्यता चिज भन्ने चाहिँ देखिरहेको छैन। यो चाहिँ किन होला जस्तो लाग्छ हजुरको विचारमा? सर यो धैर्यताको कुरा म यसमा जोड्न चाहेँ, तर त्यो भन्दा अगाडि म के भन्न चाहन्छु भन्दा जुन यो समस्या छ नि, यो समस्या खासै ठुलो होइन क्या। जो एउटा राइट लिडर हुन्छ तपाईँहरूलाई विशेष म एउटा मेसेज दिन चाहन्छु। यदि तपाईँले तपाईँको न्युली टिमलाई राइट एजुकेसन र लर्निङ होइन सिकाउनु भयो भने र इमिडिएट एक्सन टेकर बनिदिनु भयो, उनीहरूलाई प्रोस्पेक्ट लिएर आइज होइन क्या होइन, मान्छे ल्याउने जस्तो तरिकाले कन्सेप्ट तपाईँले दिनै भएन क्या। सिम्पल उनीहरूलाई प्रोस्पेक्ट लिस्ट भेला पार्ने, जो सिनियर हुन्छ तपाईँ आफै गएर उसँग प्रोस्पेक्टिङ गर्ने, इन्भेस्टमेन्ट गर्ने, उसलाई स्टार्टिङमा हेल्प गर्ने क्या। जसरी हामी एउटा बच्चालाई सुरुमा हिँड्नको लागि हामी हात दिन्छौँ नि, सहारा दिन्छौँ नि, त्यसरी नै लिडरले सहारा दिएर इन्भेस्टमेन्ट गरिदिनु भयो भने, प्रोस्पेक्टिङ गरिदिनु भयो भने, उहाँलाई टार्गेट सिकाउनु भयो भने, यसको बेनिफिट्स अफ डाइरेक्टली बिजनेस सिकाउनु भयो भने होइन, र यसको फ्युचरिस्टिक स्कोप देखाएर भिजुलाइज गराउन सक्नुभयो भने ऊ अभियसली पनि टिक्छ र ऊ एक्सन टेकर बन्नु पर्यो। जब एक्सन टेकर भयो भने पहिलो कुरो ऊ एचिभमेन्टको उसले स्वाद मात्र पायो भने उसलाई बेग्लै खालको एउटा लत लाग्छ क्या। जसरी एउटा एडिक्सन हुन्छ नि, कोही गाँजाको टिम होला, कोही जिममा हुन्छ होइन, कोही विभिन्न गलत पदार्थमा, कोही राम्रो चिजमा पनि एडिक्सन हुन्छ क्या। तर उसलाई एउटा यसको एडिक्सन लगाउनु भयो भने, नेगेटिभ वेले होइन पोजिटिभ वेले लाउनु भयो भने उसले यो बिजनेस छोड्दा पनि छोड्दैन है। र जुन तपाईँले धैर्यता भन्नुभयो, धैर्यता कोही कोहीले गर्नु सकेसम्म छ 6 महिना 1 वर्ष गर्छ, अन्तिममा गएर दम तोड्छ। किन भन्दा उसले फ्यामिलीलाई विश्वास दिलाउन सकेको हुँदैन, फ्यामिलीलाई सेयरिङ गर्न सकेको हुँदैन। अनि ऊ आफ्नो एउटा एक्चुअलको पर्पोज, उसको एक्चुअलको टार्गेट, एक्चुअलको ड्रिम हुँदैन क्या, उसको विश मात्र हुन्छ। म 1 वर्षमा बाइक किन्छु, कार किन्छु, आइफोन किन्छु, विदेश जान्छु, त्यो एउटा विश मात्र हो क्या। तर किन त उसको वाइ धैर्यता हुनु लागि नि सर यो दुईटा चिज उसँग अनिवार्य हुनुपर्छ। अनि यो दुईटा चिजलाई अन्तिम एउटा तेस्रो चिजले सबैभन्दा ठुलो सपोर्ट गर्छ। म 3टा एउटा मन्त्र नै भन्न पनि चाहन्छु होइन। धैर्यता गर्नका लागि उसँग के स्ट्रङ रिजन छ त, उसले किन त्यो इन्डस्ट्री चुज गरेको त होइन, तपाईँले इन्डस्ट्री किन चुज गर्दै हुन्छ त, तपाईँसँग रिजन हुन जरुरी छ होइन। कारण क्या, क्रान्ति ल्याउनलाई तपाईँमा कारण चाहिन्छ, त्यसमा अडिक हुनका लागि क्या होइन। दोस्रो कुरा भनेको भिजन।
यो इन्डस्ट्रीबाट तपाईँले गर्दै गर्दा अबको 5 वर्षपछि तपाईँ कहाँ पुग्नुहुन्छ त? त्यो ठाउँमा तपाईँ एकचोटि पुगेर हेर्नुहोस् क्या, होइन? भिजन तपाईँले ड्रिम देख्नुहोस्, टार्गेट बनाउनुहोस्, वाट एभर जे पनि छ त्यसमा तपाईँले एउटा पर्पोज सेट गर्नुहोस्, होइन? लागि पर्छु भनेर एउटा कमिटमेन्ट लिनुहोस्, होइन? यो रिजन र भिजन मोस्ट इम्पोर्टेन्ट कुरा भयो। र यो दुईटा कुरालाई नि मैले अघि जुन तेस्रो कुराले सपोर्ट गर्छ मैले भने द्याट इज बिलिभ, विश्वास चाहिन्छ क्या सर। अर्को कुरा नि यदि तपाईँले गर्दै काममा विश्वास छैन, तपाईँको आफ्नै सपना पुरा हुन्छ नि तपाईँलाई विश्वास छैन भने तपाईँ कसरी त्यसमा धैर्यता गर्न सक्नुहुन्छ त? धैर्यता गर्नलाई त विश्वास हुनु पर्यो नि त। जस्तै हामी कहिले काहीँ फ्रिजमा केही कुरा हाल्यो भने ल 2 घन्टा 3 घन्टा भयो, अब यो चिसो भयो होला भने हामी विश्वास गर्छौँ कि गर्दैनौँ त? हुन्छ नि भने विश्वास गर्छौँ नि त फ्रिजमा हालेपछि। अब आगो बाल्यो तातिँदैछ भने यो पानी तात्यो भने हामीलाई लाग्छ नि त 5 मिनट भयो जस्तो लाग्छ नि त। त्यो बिलिभ हो क्या त्यो प्रोसेसमा बिलिभ गर्नु पर्यो क्या सर हामीले चाहिँ। अनि बिलिभ प्रोसेसमा जब हुन्छ नि सर, धैर्यता भनिदिन्छ 1 वर्षमा त 5 वर्ष पनि गर्छ क्या। राक्षसहरूले त कुनै समयमा सर होइन पोहोर परार कुनै समयमा भगवान्लाई भेट्छु भन्ने बिलिभ भएपछि उहाँले 1 वर्ष 2 वर्ष 5 वर्ष पनि धैर्यता गर्नुभयो होला क्या सर। तर त्यो बिलिभ त्यो प्रोसेसमा हुनु पर्यो क्या सर, है? यो भयो भने धैर्यता अभियसली हुन्छ। अनि त्यसको लागि धैर्यता मात्र पनि फेरि सबैभन्दा ठुलो चिज होइन, धैर्यताको बिचमा उसको परिवर्तन, उसको सानो भए पनि एचिभमेन्ट भयो भने अभियसली पनि ऊ सक्सेस पनि हुन्छ, उसले धैर्यता पनि गर्छ, उसले आत्मविश्वास पनि गर्छ, उसले अरूलाई राम्रो ज्ञान पनि दिन्छ, उसले राम्रोसँगले प्रचार पनि गर्छ सर, है? ठिक छ नि सर, होइन? के छ? एकदम ठिक छ सर। हुन्छ, अब हामी अन्तिमतिर छौँ कार्यक्रमको, होइन? अब एउटै पोडकास्टमा हामीले सबै त भ्याउँदैनौँ, फेरि पनि हामीले यसरी नै अरू पोडकास्ट पनि गर्नेछौँ र आशा छ हजुरले फेरि पनि हामीलाई पक्कै पनि आफ्नो मूल्यवान समय दिनुहुन्छ भन्ने एकदम हामी विश्वास गर्छौँ, है? सो त्यसै गरी म हजुरलाई अब केही अलिकति क्वेसन्सहरू गर्छु। हजुरले एकदम सर्ट एन्ड स्विटमा बताउनु भयो भने धेरैभन्दा धेरै राम्रो। अब हजुरले अब बिजनेस गर्दै गर्दाखेरि ठुलो टिम हुँदै गर्दाखेरि त च्यालेन्ज पनि आउँछ प्राय। अब डाइरेक्ट सेलिङमा हुने भनेकै अब मेन भनेको ठुलो टिम बनाउँदा चाहिँ एकदमै फेलियरको हामीलाई सामना गर्नुपर्ने हुन्छ, होइन? अनि यो ठुलो टिम बनाउँदै गर्दाखेरि हजुरले टिमलाई चाहिँ कसरी ह्यान्डल गर्नुभयो, टिमलाई कसरी लिडिङ गर्नुभयो हजुरले, होइन? सो यो चिज पनि थोरै भ्युअरहरूले जान्नुभयो भने उहाँहरूलाई पनि ठुलो टिम बनाउनमा एकदमै हेल्पफुल हुन्छ। सो पहिलो कुरा सर, एभ्री डे अपग्रेड गर्नु पर्यो आफूलाई। हजुर, कहिले मेन्टरबाट सिक्ने, कहिले बुक्सबाट, भिडियोजबाट, सेमिनारबाट, कहिले आफूलाई समय दिएर क्या, होइन? मैले के गर्न जरुरी छ भन्ने कुरा आफूलाई समय दिने, जर्नल लेख्ने, वाट एभर जे गर्न सक्छ त्यो गर्ने, अपग्रेड एनी टाइम तपाईँ हुन जरुरी छ। दोस्रो कुरा, तपाईँले टिमको तारिफ गरिदिनुहोस्। टिमलाई कहिले पनि नोकर जस्तो व्यवहार गर्नु भनेका, टिम भनेको पनि तपाईँको लागि एउटा सहायता र साथ दिएको व्यक्ति हो नि त। त्यो टिमले केही गर्दैछन् उसलाई एप्रिसिएसन गर्ने गर्नुहोस्, टिमको तारिफ गरिदिने गर्नुहोस्, टिमलाई रेस्पोन्सिबिलिटी दिने गर्नुहोस्। टिममा लिडर निकाल्नु पर्यो, लिडर निकाल्न तारिफ गर्नु पर्यो, एजुकेसन दिनु पर्यो, उसँग समय बिताउनु पर्यो। अनि एउटा टिमसँगको एउटा युनिटी हुनु पर्यो क्या सर। टिमसँग एउटा कमन गोल एचिभ गर्छु भनेको एउटा बेग्लै खालको एउटा युनिटीसँग अघि बढ्नु पर्यो, है? अर्को कुरा, हामीले सिनियरको साथ लिनुपर्छ सर। एक्लैले कहिले पनि ठुलो टिम कहिले पनि सम्भवै छैन सर। हामीले सिनियरदेखि लिएर अरू पनि इन्डस्ट्रीमा, जुन हाम्रो इन्डस्ट्रीमा अरू पनि कुनै टिम लिडरहरू हुन्छ भने इभन डाइरेक्टर्सदेखि लिएर कम्पनी म्यानेजमेन्टको टिम जति पनि हुन्छ सबैजना भनौँ न, सबैको सहायता लिएर पनि सम्भव हुन्छ। एक्लैले सर ठुलो टिम कहिले सम्भव हुँदैन। अनि अर्को कुरा, ठुलो टिम बनाउनको लागि, लिड गर्नको लागि आफूले आफ्नो एबिलिटी भने भइ नै हाल्छ सर यो कुरा चाहिँ, सर, है? अनि एउटा नयाँ इन्टरप्रेनरलाई चाहिँ, होइन, जसले चाहिँ अब डाइरेक्ट सेलिङ बिजनेस अब गर्ने सोचिरहनु भएको छ, होइन? सो जसले चाहिँ अब एउटा इन्टरप्रेनरसिप जर्नीमा इङ्गेज हुन्छु अथवा म डाइरेक्ट सेलिङमा इङ्गेज हुन्छु भनेर सोचिरहनु भएको छ, हजुरको विचारमा के लाग्छ त्यो एउटा नयाँ इन्टरप्रेनरले डाइरेक्ट सेलिङ चुज गर्नु र डाइरेक्ट सेलिङलाई आफ्नो एउटा करियर मान्नु कतिको यो स्वाभाविक अथवा राम्रो कुरा हो जस्तो लाग्छ हजुरको विचारमा? यस्तो एन्टरप्रेनर्स भन्ने बित्तिकै डाइरेक्ट सेलिङ मात्र थुप्रै खालको हुन्छ, जेमै गरे पनि एकदमै राम्रो हुन्छ। र डाइरेक्ट सेलिङ नै चाहिँ म किन चुज गर्छु भन्दाखेरि चाहिँ यहाँ एउटा अघि भने कम्पाउन्डिङ हुन्छ, यहाँ एउटा सपोर्ट सिस्टम हुन्छ, होइन? सिनियरदेखि लिएर आफ्नो टिमको पनि सपोर्ट सिस्टम हुन्छ, यो एउटा प्रक्रिया भयो। अनि डाइरेक्ट सेलिङमा म सबैलाई फुल टाइम दिनुपर्छ म भन्दिनँ। यहाँ एक्टिभ लिडर हुन्छ, यहाँ कन्ज्युमर हुन्छ, यहाँ बायर हुन्छ। सबैजना मेरो टिमले सबैले 100% टाइम दिनुपर्छ सोच्नु फेरि मेरो मूर्खता हुनसक्छ। मैले त कहिले पनि कदापि पनि सोच्नु भएन। जोसँग एउटा सपना छ,
जसले केही गर्न चाहन्छ उनीहरूलाई त्यही खालको तरिकाले समय दिने, त्यही खालको साथ दिने। कोही न कोही कन्ज्युमर मात्र हुन्छ, उहाँलाई हेल्थको बेनिफिट्स बुझाउने, प्रोडक्टको बेनिफिट्स बुझाउने, त्यो गर्दा पनि भयो। कतिजनाले हामीलाई बिस्तारै बिस्तारै पार्ट टाइमको रूपमा जब गर्दा गर्दै सँगै, या कुनै पनि उहाँहरूको आफ्नै पर्सनल व्यवसाय छ भने त्यो गर्दा गर्दै त्यो सँगै गर्दा पनि भयो। र जब उहाँले गर्दै जान्छ, जब उहाँले स्कोप बुझ्नुहुन्छ, तब फुल टाइम आफै पनि आउँछ। फुल टाइम दिने नदिने त उसको सपनाप्रति निर्धारित हुन्छ। हामीले त सिर्फ उसलाई एउटा भिजन देखाउन सकिन्छ सर। तर गर्नुभयो भने उहाँहरूले अभियसली पनि नेपालमा भर्खर एउटा सुरुवातको क्रान्ति हो, तर आउनेवाला दिनको भविष्यमा म साँच्चै नै भन्छु यसको स्कोप धेरै राम्रो छ। एकदम थ्याङ्क यू सर है। अनि हजुरलाई चाहिँ अब भनौँ न एउटा आज मैले क्वेसन गर्न चाहेँ है, 2-4वटा सानसानो क्वेसनहरू पनि छ। हजुर को चाहिँ अब लाइफमा भनौँ न सबैभन्दा ठुलो फेलियर चाहिँ के थियो र त्यसलाई कसरी सामना गर्नुभयो हजुरले? लाइफको सबैभन्दा ठुलो फेलियर चाहिँ नि सर यति धेरै छ नि सर होइन जिन्दगीमा। हजुर म आज जे छु नि सर त्यो फेलियरकै कारणले चाहिँ सर। हजुर फेलियर पछि चाहिँ मैले एउटा नेक्स्ट स्टेप चालेँ, नेक्स्ट आइडियाज युटिलाइज गरेँ होइन, त्यसले गर्दै म आज यहाँ छु। सर लाइफमा थुप्रै फेलियर छ सर, पर्सनल फेलियर होइन। ममा के लाग्छ भन्दा प्रोफेसनल फेलियर पनि एकदम छ। सायद तपाईँले पक्कै पनि प्रोफेसनलै सोध्नु भएको होला, तर पर्सनल फेलियरले गर्दाखेरि नै प्रोफेसनल इम्प्याक्ट पनि पारेको छ सर होइन। सो फेलियरको विषयमा चाहिँ सर कति छ कच्चा छ, मैले एक्ज्याक्टली यही भन्न चाहिँ मैले मिलेन। तर ठुलो फेलियरमा चाहिँ म आफ्नैको एउटा प्रोकास्टिनेसनले गर्दा पनि जस्तो लाग्छ मलाई। कुनै कुरा आज गर्न सक्थेँ भने मैले भोलि गर्छु भनेर सोच्दाखेरि धेरै मिस्टेक्सहरू भएको छ होइन। अर्को डिस्ट्र्याक्सनले गर्दाखेरि पनि धेरै नै फेलियर भएको छ। कतिवटा कुराहरू कमिटमेन्ट गरेको कुराहरू समयमा पुरा गर्न सकिँदैन, प्रोकास्टिनेसनले गर्दा, डिस्ट्र्याक्सनले गर्दै गर्दा होइन। यो एउटा बिगेस्ट फेलियर चाहिँ यही चाहिँ म भन्न सक्दिनँ, किनकि लाइफमा कति धेरै फेलियर छ क्या, अनगिनत फेलियर छ क्या। त्यही भएर यसको म ट्याक्कै यही चाहिँ भन्न, तर फेलियर चाहिँ छ जिन्दगीमा है। अब किनकि यो लामो हुन्छ, मैले त एक्ज्याक्ट मिनिङ भने नि त्यही मैले यही टुङ्गाउन चाहेँ सर। हजुर हुन्छ। अनि हजुरको एकदम लाइफमा भनौँ न अलिकति जोकिङको कुराहरू होइन होइन, तपाईँको चाहिँ एकदमै लाइफमा फनी मोमेन्ट जुन चाहिँ तपाईँले एकदम जहिले सम्झिँदा पनि एकदम हाँसो लाग्ने होइन, त्यस्तो कुनै मोमेन्ट सेयर गर्न चाहनुहुन्छ? यस्तो छ सर, त्यो त अब त्यस्तो पनि अब थुप्रै होला होइन। तर मलाई चाहिँ के लाग्छ भन्दा जुन समस्यालाई म यत्रो ठुलो लिन्थेँ कुनै समयमा क्या, ठुलो च्यालेन्ज जस्तो लाग्थ्यो, मेरो यहाँदेखि त बाटै छैन जस्तो लाग्थ्यो क्या। तर धैर्यता, एउटा विश्वास होइन, एउटा बेग्लै खालको पोजिटिभ एनर्जी माइन्डसेटले मैले जुन त्यो समय पार गरेँ, त्यसपछि केही समयपछि फेरि कहिलेकाहीँ त्यो समस्या याद गर्छु क्या। अनि त्यसपछि हाँसो लाग्छ, थैट तेरिका कुनैसँग म त यस्तो सोच्थेँ यार भनेर जस्तो लाग्छ क्या। अनि त्यसले गर्दाखेरि मेरो हाँसोको पात्र भनेको चाहिँ कुनै समय मेरो सानो च्यालेन्जलाई चाहिँ म ठुलो च्यालेन्ज जस्तो लाग्थ्यो क्या। तर जब बढ्दै गयो, जब समय आयो, जब रेस्पोन्सिबिलिटी बढ्दै गयो नि, त्यही पुरानो च्यालेन्ज हेर्दाखेरि चाहिँ आफैलाई हाँसो लाग्छ सर। मेरो लागि चाहिँ यही नै छ, किनकि जर्नी नै यस्तै खालको भएर होला मेरो सायद सर। हजुर। अनि हजुरलाई चाहिँ जस्तै अब हजुरले धेरै बुकहरू नि पढ्नु भएको होला, हजुरलाई सबैभन्दा राम्रो बुक लागेको र जुन चाहिँ तपाईँले अडियन्सलाई होइन भ्युअर्सलाई चाहिँ हजुरले सेयर गर्न चाहनुहुन्छ त्यो बुक चाहिँ हजुरको विचारमा कुन बुक चाहिँ पढ्दा एकदमै हाम्रो लाइफमा हामीले धेरै चिजहरू त्यो बुकबाट सिक्न सक्छौँ? त्यो अब यसमा नि मैले धेरै बुकहरू पढेँ, धेरै भन्नाले यति धेरै त पढेँ म भन्दिनँ, तर केही बुकहरू मैले आदि गर्दा पनि धेरै नै मैले पढेँ होइन। त्यसमध्येमा मैले राम्रोसँगले बुझेको भनेको थिङ्क एन्ड ग्रो रिच। थिङ्क एन्ड ग्रो रिच एकदमै मेरो एउटा बुक पढ्ने प्रति एउटा इन्ट्रेस्ट लाग्दै गयो। त्यसमा पनि अझै तपाईँहरूलाई कतिजना यदि इङ्ग्लिसमा पुवर हुन्छ भने नेपालीमा पनि त्यो बुक छ, हिन्दीमा पनि बुक छ, या तपाईँको अङ्ग्रेजीमा पनि त्यो बुक सामान्य भाषामा मैले अर्को सबैभन्दा मलाई मन परेको किताब भनेको चाहिँ यु क्यान विन, तपाईँको जित भन्ने एउटा किताब छ। त्यो किताब मलाई असाध्यै मन परेको। अनि यु क्यान विन र थिङ्क एन्ड ग्रो रिचमा मैले धेरैवटा कुरा क्या सिमिल्यारिटिज मैले पाएँ। अब यस्तै खालको बुकहरू कुनै हेबिट सम्बन्धीको अलगै छ, अब मनी सम्बन्धीको एउटा रिच पुअर ड्याड क्याश फ्लो करेनहरू पनि बुक छ होइन, हाउ टु फ्रेन्ड्स एन्ड बेस्ट, धेरैवटा बुकहरू छ। तर त्यसमध्येको म एउटा भन्नुभयो तपाईँले, तर दुइटै बुकमा कुनै एउटै बुक पढेँ म तपाईँले, या त यु क्यान विन सजिलैसँगले पढ्नुहुन्छ भने, या थिङ्क एन्ड ग्रो रिच। यो बुकले तपाईँको माइन्डसेटमा एकदमै बेग्लै खालको एउटा जोस, ऊर्जा होइन, बर्निङ डिजायर क्रिएट गरिदिनेछ क्या। सो यो बुक चाहिँ एकदमै हर कोहीले पढ्नु भयो भने धेरै नै तपाईँको लाइफमा एउटा हेल्पफुल हुनसक्छ सर। ठिक छ सर है। अब हामी अन्तिमतिर छौँ सर है, एकदमै। सो किनभने हामी अब यो पोडकास्ट धेरै लामो भयो भने होइन, सो अलि धेरै लामो भयो भने अलिक गाह्रो नै हुन्छ। सो हामी फेरि पनि पोडकास्टहरू गर्ने नै छौँ। हजुर। सो हजुरले यत्तिको टाइम दिनुभयो होइन, अझै पनि आउने दिनमा हामी डाइरेक्ट सेलिङको बारेमा धेरै चर्चा गर्नेछौँ होइन। यो त जस्ट एउटा
ट्रेलर मात्रै छ। सो यहाँ चाहिँ हामीले अब कति कुराहरू गऱ्यौँ। सो नेक्स्ट टाइम हामी अझ यसमा अझ डिप कुराहरू गर्नेछौँ। सो यति भन्दै होइन, हामीले हाम्रो निमन्त्रणालाई हजुरले स्वीकार दिनुभयो, आइदिनु भयो, टाइम दिनुभयो। त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मनदेखि नै है। यति मजाले हजुरले अब कति कुराहरू भन्नुभयो, मैले पनि धेरै कुराहरू सिकेँ। मलाई आशा छ हाम्रो अडियन्सले, भ्युवरहरूले पनि धेरै कुराहरू आज यहाँबाट सिक्नु भएको होला। र सबैजनालाई चाहिँ के भन्न चाहन्छु भन्दा, सो इन्टरप्रिनरसिप जोर्नी यदि हजुरले सुरुवात गर्नुभएको छ भने त्यो जोर्नीलाई कसरी अगाडि बढाउने होइन, कसरी एउटा अथवा डाइरेक्ट सेलिङ बिजनेसमा चाहिँ सफल हुने भन्ने कुरा जान्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई होइन, च्याट विथ इन्टरप्रेनर्सलाई चाहिँ सब्सक्राइब, फलो गरिदिनु होला, कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला र सेयर गरिदिनु होला भन्न चाहन्छु। र साथसाथै इफ तपाईँले कुनै स्पिकरलाई बोलाउन चाहनुहुन्छ भने जसको कमेन्टमा सबभन्दा बढी नाम आउँछ, हामीले चाहिँ नेक्स्ट सेसनमा चाहिँ उहाँलाई पक्कै पनि आमन्त्रित गर्नेछौँ। सो हाम्रो भिडियोजहरू चाहिँ विथिन 10 to 15 डेजमा चाहिँ हाम्रो एउटा भिडियो चाहिँ आइरहेको हुन्छ। सो हाम्रो मिलन सरलाई चाहिँ एकदम फेरि पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु है। हाम्रो च्याट विथ इन्टरप्रेनर्स फ्यामिली एउटा टिमले चाहिँ हामीले हजुरको लागि एउटा सानो गिफ्ट लिएर आएको छौँ। मलाई आशा छ हजुरले त्यो स्वीकार्ने हुनेछ। र नेक्स्ट टाइम हामीले पक्कै पनि टाइम त दिनुहुन्छ होला नि सर है? एकदम समय पनि दिन्छु। हजुर हजुर। र जतिजना पनि भ्युवर्स सब्सक्राइबर्स हुन्छ, अहिले सायद थोरै हुन्छ होला। अभियसली पनि यो च्याट विथ एन्टरप्रेनर जुन युट्युब च्यानल छ, यसले तपाईँहरूको लाइफमा एउटा परिवर्तनको लागि, डिसिजन लिनको लागि होइन, एउटा राइट इन्भाइरोमेन्टमा आउनको लागि तपाईँलाई फेरि पनि एउटा ऊर्जा थप्न लागि धेरै नै हेल्प गर्छ। यो त जस्ट एउटा सुरुवात मात्रै हो होइन। तपाईँले यो च्यानललाई फलो गर्दै गएपछि तपाईँलाई पक्कै पनि लाइफमा रिग्रेट भन्ने चिज हुँदैन। उल्टै तपाईँलाई एउटा भनौँ न बेग्लै खालको एउटा माइन्डसेट क्रिएट गर्नुहुन्छ। किनकि राजेश सरले जुन सुरुवात गर्नुभएको छ, यो सुरुवातमा धेरैजनाको लाइफको परिवर्तन ल्याउँछु भनेर नै उहाँले एउटा क्रान्ति सुरु गर्नुभएको छ। र नेपालमा धेरैवटा पोडकास्टहरू छ, त्यसमध्येमा यो पोडकास्ट चाहिँ अरूभन्दा युनिक हुनेवाला छ अभियसली पनि। किनकि सायदै च्याट विथ एन्टरप्रेनर चाहिँ कमै होला नेपालमा यो नाम गरेको। र जतिजनाले पनि मलाई चिन्नुहुन्छ अभियसली पनि प्लिज सपोर्ट गर्नु होला। म आफै पनि उहाँलाई सपोर्ट गर्दैछु र अभियसली पनि तपाईँलाई साथ दिनेछु। नेक्स्ट टाइम पनि जतिचोटि बोलाउँछ म त्यतिचोटि आउँछु, 10चोटि बोलाउँछ 10चोटि आउँछु क्या। किनकि तपाईँलाई त थाहा छँदैछ, मलाई जतिसुकै क्वेसन सोध्नु म केही न केही एन्सर दिन्छु। रात बिताइदिन्छु, दिन पारिदिन्छु, दिन बिताइदिन्छु, रात पारिदिन्छु होइन। हाम्रो यो गफ सकिँदैन, त्यो पनि लामो हुनसक्छ। आजलाई यति नै भन्न चाहन्छु। अनि हजुरको यो जुन निमन्त्रणा थियो एकदमै खुसी लाग्यो, मजा लाग्यो मलाई आफै पनि होइन। धेरै कुरा भन्दै गर्दा भित्रबाट फेरि एउटा ऊर्जा आएको छ। सो थ्याङ्क यू सो मच मलाई तपाईँको पहिलो गेस्ट भएर एउटा भनौँ न मलाई वेलकम गरिदिनु भएकोमा म एकदमै आभारी व्यक्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच सर। सो हामीले चाहिँ हाम्रो च्याट विथ इन्टरप्रेनर्स फ्यामिलीबाट, टिमबाट हामीले हजुरलाई सानो एउटा गिफ्ट लिएर आएको छौँ। सो ओके, गिफ्ट पनि छ। तपाईँहरू पनि आउनुहोस् है च्याट विथ एन्टरप्रेनर्समा, यहाँ यसरी गिफ्ट पाइँदैछ। अरूलाई पनि दिनुहुन्छ नि? ल जो पनि आउनुहुन्छ उहाँलाई हामीले यसरी नै गिफ्ट दिन्छौँ। त्यसमा एकदमै स्पेसल चिज हुनेछ। आई होप सबैजनाले भिडियोलाई चाहिँ मन पराइदिनु हुनेछ, लाइक गरिदिनु हुनेछ भन्ने मलाई एकदम विश्वास छ। सो थ्याङ्क यू सो मच सबैजनालाई भन्दै सो आजको पोडकास्ट हामी यही नै समाप्त गर्दै बिदा हुन चाहन्छु। म जेपी राणा, धन्यवाद। ल, विश यू अल द बेस्ट। बाई बाई सबैजनालाई।